Guys, welcome back. New day, new vlog. आज हामी आउँदैछ साकुराको फुल हेर्नलाई। कतारमा एकदम फेमस भाइरल भइरहेछ। साकुराको टाकुरा हेर्न आएको। साकुराको टाकुरा। मेरी आमाले फोन गर्नुभयो फोनमै। अस्ति हामी अगाडि आएको अब भिडियो नै खै के भयो आज चाहिँ के हुन्छ के अब भाइरल भइसकेछ भाइरल भएपछि आएको छु। अब चाहिँ गोरो देखिरहेको छ चस्मा लगाएर नि गोरो देखिरहेको छ। अब चाहिँ आज चाहिँ भाइरल हुन्छ ल। पक्का अगाडि आउँदाखेरि चाहिँ केही पनि भएन अब यसरी आउँछ। ल अब यस्तै हो भिडियोमा अन्तिमसम्म हेर्नु होला तपाईहरुले। तपाईलाई साकुराको टाकुरा देखाउँछौं हामी। किन जापान जानु साकुरा फुल हेर्न के अनि हामी कतारमा आमा तपाई जापान गएको भने हैन त जापान अब आउँदैछ हामी टोकियोमा अब पुग्नलाई ल यो टेलिस्कोपले के अन्त्यो अनिस मिल्दैन कहाँ हामी चाहिँ अब चट्ट स्पेस पुगेर फर्किसकेको अवस्था। हामी स्पेस पुगेर ल्यान्ड भइसक्यौं हैन त ल्यान्ड भइसक्यौं। अब हामीलाई अब मेडिकल टिम आउँदै हुनुहुन्छ। यसो मेडिकलमा के दिनुहुन्छ सिटामोल दिनुहुन्छ कि तातो चिसो दिनुहुन्छ? सिटामोल अब हाम्रो ग्लुकोजको व्यवस्था हुन्छ। ग्लुकोजको व्यवस्था छ। अब त्यो खाएपछि अनि हामी ठिक तन्दुरुस्त हुन्छौं फेरि अलि एनर्जी आउँछ अनि अलि एनर्जी आउँछ अनि हामीलाई रिक्सामा हालेर हाम्रो गन्तव्यसम्म पुर्याइदिन्छन्। ओके तिमी जहाँ गयो त्यही हराउँछौ त यार। अब के गर्नु सानो मान्छे खुट्टाहरू हैन हामी मैले भनेको हामी माथि स्पेसमा पुगेर फर्किसक्यौं। अब मेडिकल टिम आउँदै हुनुहुन्छ। हामीलाई अब ग्लुकोज पानीहरू चढाएर रिक्सामा हालेर लानुहुन्छ। चाहिँ अब समुद्र तपाईहरुले समुद्र देख्नु भएको छैन होला। म तपाईहरुलाई समुद्र देखाइदिन्छु। ल तर मान्छे नि देखाएको छ अलिअलि त काला भयो नि तपाईहरुले समुद्र देख्नु भएको छैन भन्नुभएको थियो अनि त्यही भएर म समुद्र देखाउन आज पर्ने। एकै सेकेन्ड है। समुद्र भने चाहिँ यही हो गाइस। समुद्रमा केही हुँदैन। यही एक दुईटा भाडा खेल्ने बोटहरू हुन्छ। पानी नै पानी हुन्छ के यो समुद्रमा। तपाईहरुले देख्नु भएको छैन भने त्यही भएर मैले देखाइदिएको मात्र हो है। अन्यथा नलिनु होला। कतारमा त गाइस ओहो मुतेको यार यसले कत्रो प्रेसर लागेको छ अनि एक महिनादेखि प्रेसर लागेको छ साथीलाई। ओहो सुतेर मुत्दैछ सबै जिउभरि खन्याउँदैछ। कतार पनि के भन्नु गाइजहरु हैन के भन्नु भने नेपाली जाति बंगाली र पाकिस्तानीले कब्जा गरिसके। मेरो भाइ रन्डै मर्ने भयो यहाँ यी म बिचरा म गाह्रो छ। हम बोका थे हम बोकाइरहेंगे भन त लौ के भन्नु के अरे म बोकै हो म बोकै बस्छु। हैन त्यस्तो भन्दैन यार। भन यार दादाले भनेको कपी पेस्ट है त। केटो डरायो हेर भिडियो ल म हाले काट्न लाउँछु। यो कलाकारलाई मेरो एकदम सम्मान छ नि हो। त्यो भर्याङ भरिमा हेर त त्यहाँ कस्तो दामी आर्ट बनाएको। तपाई कलाकारै हुनुहुँदो रहेछ। यो बालेन दाइले बनाएको जस्तै रहेछ के सेम हो। चराहरूको लागि घर वासस्थान चराको। अनिस हजुर सबैजना साकुरा फुल हेर्न आउनु भएको हेर्नुस्। साकुराको टाकुरा हेर्न आउनु भयो। साकुराको फुल हेर्न आउनु भएको सबैजना। ओइ है भिड हेर्नुस् भिड। यहाँ भिड यति छ मान्छे त हैन पागल हुन्छ यो साकुराको फुल हेर्नलाई। खै कहाँ हो विराजबाट? सबै टिकटक हेरेर आएको यो त। होइन यो ओपन भएको त पहिल्यै हो तर यो भर्खर टिकटक हेरेर भाइरल भएपछि चाहिँ यस्तो
टिकटकले गरेर सब यहाँ भोलिदेखि टिकटक ब्यान हुने नि बेर छैन कतारमा। अब टिकटक ब्यान भयो भने यहाँको यो कसैले हेर्दैन। ओइ 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 सबैको भिडियो लिन्छु है मैले। आऊ मेरो पछि पछि आऊ भाइ, म हराउन नि सक्छु। मलाई किडन्याप गरेर नि लान सक्छन् फेरि। ए हेर्नुहोस् नेपालीहरूको पारा यहाँ त 90% के 100% नै छन् होला। ओहो यो कतारको फेमस भाइरल ठाउँ अहिलेको। तर यो सब डुप्लिकेट हो गाइजहरु। कता छिर्नु म कताबाट जानु हो? फोटो हान्नु दादा एक जोडा यार। फोटो हान्दिनँ म त दादा। यहाँ भयो जति मेरो युट्युब च्यानल सब्स्क्राइब गर्दै त हुन्छ। दादा एउटा फोटो हान्नु के? हैन नि हजुर यहाँ भयो जतिले मेरो युट्युब च्यानल सब्स्क्राइब गर्दै भने त पुग्ने रहेछ। अबै गुटुङ सबलाई भन्दै हिँड्नु त च्यानल सब्स्क्राइब गरेर लगाउँ त। एकजनालाई रोक्दै बरु आफ्नै मोबाइलको हटस्पट खोल्नु लगायो अरे। अनि दादा हजुर आफ्नै मोबाइलको हटस्पट खोल्नु लगायो अरे के अरे सब्स्क्राइब गर्न लगाउँ त। सबैको भिडियो लिँदै लिँदै हाल्नु नि हुन्थ्यो है। सबैले सब्स्क्राइब गर्दै भने त ओहो म त धनी हुन्थे। म त बरु एक दुईजना नेपालीहरूलाई पक्रियो अरे यसो भिडियो बनाएर दामी हुन्छ होला हो। होइन यो त मान्छे धेरै छन् यहाँ अहिले एकछिनमा आएर पुलिसले लखेट्न नि बेर छैन। अब यहाँ होटलहरू चल्न पाएको छैन जस्तो छ। सब लक भएको छ मान्छेले गरेर। यति मान्छे छ होइन। अहिले यहाँ पुलिसले आएर सब भाटा हानेर लखेट्न नि बेर छैन गाइजहरु। अरू दिनमा आए नि हुन्थ्यो। सबै शुक्रबारै मात्र छुट्टी हुने भएर होला। एकदम मान्छेले भरि भर्न छ यहाँ त। ओहो भरिपूर्ण। सब भिडियो बनाउने फोटो खिच्ने त्यही हो। अनि नेपाली जति पाठानीले कब्जा गर्ने के भन्नु अरू केही रहन्छ। त्यो देख्न नसकेको भएर अब हामी निस्केको। ओहो अब हामी हिँड्यौँ। कहाँ गयो दुईजना? अब हाम्रा दुईटा परम मित्रहरू यता हुनुहुन्छ रहेछ। परम मित्रहरू तपाईहरु के भन्न चाहनुहुन्छ? मान्छे भेला भएको यस्तो के भन्न चाहनुहुन्छ तपाई? के भन्नु केटी हेर्दा हेर्दा आँसु आयो खै हो त रहेछ त उ यति राम्रा के आँसु नै आउने गरे हेर्नु पर्यो आज पत्तरमा। तपाई त केही नभन्ने होला है। मेरो पार्ट त म अहिले बोले पनि म पछि काटिहाल्छु। बोल्न त म बोल्छु। आज चस्मा धेरै ल ल हैन तपाई त बोल्न त बोल्नु नि यार। तपाई हिँडेको पनि नदेखाउनु भने त थप्पड नै खाएंगे। आज साकुराको फुल हेर्न आएको। साकुरा फुलतिर ध्यान गएन गाइजहरु। ध्यान जति सबै अन्त गयो केटाहरुको। आन्दोलन गर्ने मान्छे कहाँ हराए भन्ने त नेपालीहरु सबै यहाँ फुल हेर्न फुलतिर ध्यानै गएन के आज फेरि। यही होला सायद पक्रै भएछ नि अस्ति अनि इन्डियामा खै। अब साकुरा फुल हेर्न त सकिएन गाइजहरु। अब म तपाईहरुलाई साकुराको देखाउँछु। एकदम डाँडामा खोला कसरी बगेको छ भन्ने कुरा एकदम रियल खोला नि हैन। एकदम आर्टिफिशियल खोला हो भए पनि यस्तो दामी बनाएको छ हैन।
त्यसलाई भन्छ कि कला। तपाईँहरूलाई म अब त्यो देखाउन जाँदैछु। भिडियो स्किप गर्ने होइन, एकदम गाडी भिडियो हेर्ने बेला एकदम ध्यान तन मन लगाएर हेर्नु होला सबैजनाले। फेरि उता आउँदिनु होइन, उतै आउँछ फेरि भिडियो। के भन्दै हुनुहुन्थ्यो अरे? नेपालमा चाहिँ टिकट काटेर फिल्म हेर्न जानुपर्ने हुन्छ मुभीहरू होइन। हजुर तपाईँको बाहिर राखेर क्या टिभीहरू जनताहरूले फेसिलिटिजहरू विदेश भने विदेशै त्यही त बाहिरै टिभी पहनै म देखाइदिन्छु दर्शकहरूलाई। भर्खर मुभी सिक्यो मुभी सिकेर मान्छेहरू घर जाँदैछन् सबैजना आफ्नो बाटो लाग्दै हुनुहुन्छ। अब सबैजना फिल्म हेरेर निस्किनु भएको होइन त। हामी नेपाली भनेर यसरी चिनिन्छ ल होइन, जहाँ गए पनि हामी सर्टकटै खोज्ने। ल हेर्नुहोस्, ल हेर्नुहोस्, हामी नियम कानुनै फलो गर्दैनौँ कि। यहाँ हेर त, वाउ, हामी यसरी यहाँ सर्टकट बाटो हुँदै हुँदै हामी मासतिर आइसक्यौँ। खोला उहाँ कता यता होइन खोला उता सिधै मासतिर। अनिस ठिक लाइन छोडेछ। दाइ दाइ भन्ने ठेल्न खोज्ने थियौँ। हिँड्न नसकेर यस्तो बिजोग भइरहेको छ अनि त्यहीबाट ठेल्ने भनेर नि। यो सबै भएको केपी एक्सप्लेन गरेर हो। अब यही पानी हेर्नलाई यहाँ मान्छे हेर्नुहोस्। ओहो, नेपालमा कुलो भन्थे, यहाँ खोला भन्छन् कतारमा त। खोला हेर्न नि कति मान्छे छ त। ओहो यो उहाँ बिचमा उभिन्छु ढुङ्गामा, यस्तो तलबाट पानी निकालेर सट्ट मान्छे निकालिदिन्छ दामी पारेर। फोकस हानौँ न त साथीलाई। वाउ खोला, ओ झर्ना हेर्नुहोस्, झर्ना झरा। हामी हेर्न आएको चाहिँ अगाडि यही अगाडि गएर बस्नेहरू त अब भएन नि त, अलिक अगाडि जानुपर्छ। सब खोला जति भने नि सुन्दैनन्। यस्तो यस्तो परेको कतारमा त सुन्दैनन्, नेपालमा त कसले सुन्थ्यो होला है। कहाँ गयो हाम्रो कुमार सर खै? तपाईँ त आज केटी हेरेर हेरेर थाक्नु भएको जस्तो। आज त यहाँ केटी हेरेर हेरेर थाकिसक्यो, लत परिसक्यो। गलेर पलात्तै हुनुभएछ त। कतारानी घुम्यो, साकुरानी हेरियो, खोला पनि हेरियो। अब हामी जाँदैछौँ घरतिर। भिडियो अन्तिमसम्म हेर्नुहुनेलाई एकदम धेरै धेरै धन्यवाद। लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला र साथ सपोर्ट गर्न नबिर्सिनु होला। अब हामी भेट्नेछौँ अर्को भिडियोमा।